ट्रेन र बसमा यस्तो मार्क देख्यो भने सिट चेन्ज गर्नुहोस्। नमस्ते, मेरो नाम के हो? म नेपाली बोल्ने जापानिज हो। जापानको ट्रेन र बसमा यस्तो मार्क भए प्रायोरिटी सिट हुन्छ। जापानिजमा युसेनसेकी भनिन्छ। यो युसेनसेकीमा चाहिँ उमेर धेरै भएको मान्छे, प्रेग्नेन्ट भएको मान्छे, बिरामी मान्छे, साथै सानो बच्चासँग आएको मान्छेहरूको लागि प्रायोरिटी दिनुपर्छ। कोही पनि प्रायोरिटी दिनुपर्ने मान्छे नहुँदा सामान्य मान्छेले बस्दा नि केही फरक पर्दैन। तर हेर्दा सामान्य देखे पनि बिरामी भएको र प्रेग्नेन्ट भएको मान्छेले बोक्ने मार्क हुन्छ। यो चाहिँ बिरामी भएको मान्छेले बोक्ने मार्क हो। जापानिजमा चाहिँ हेरुपु मार्क भनिन्छ। यो चाहिँ प्रेग्नेन्ट भएको मान्छेले बोक्ने मार्क हो। यो चाहिँ जापानिजमा निन्सिन मार्क अथवा मातानिटी मार्क भनिन्छ। यस्तै मार्क झोरामा जुन्दाको मान्छे देख्यो भने प्रायोरिटी बाइकको सिटमा बस्दा नि दोजो भनेर सिट दिनुहोस्। यदि तपाईँ बिरामी अथवा प्रेग्नेन्ट भयो भने हेरुपु मार्क र मातानिटी मार्क चाहिँ नगरपालिकामा पाउनुहुन्छ। यस्तै जापानको इन्फर्मेसनको लागि फलो, लाइक, सेयर गरिदिनुहोस्। धन्यवाद। नमस्ते।